Who are you? दिदी यसले इंग्लिशमा प्रश्न गर्यो तपाईलाई यही हो मौका दिदी इंग्लिशको जवाफ इंग्लिशमा दिने He asked me who I am. I'm also asking you who are you? Can you give me answer? यो कस्तो इंग्लिश हो बे? यस्तो इंग्लिश त विजय शाहीले बोल्थे होइन र? In our workshop, people made fun of me in the video of Nelson Dalist. दिदी तपाई विजय शाहीको स्टुडेन्ट हो? को विजय शाही? म कसैको स्टुडेन्ट होइन र मलाई कसैले सिकाउनु पर्दैन किनकि म जस्तो इंग्लिश कसैले बोल्दैन नेपालमा। बोल्नु दिए पो बोल्छ त। अरूले एक शब्द बोल्दा तपाईले 10 शब्द बोल्नु हुँदो रहेछ। बोलेको हो कि र्याप हानेको हो थाहै नहुने। त्यसलाई कम्युनिकेसन स्किल भन्छ भाइ, जुन तिमीहरु जस्तो डरपोकमा हुँदैन। यदि हरेक नेपालीले आर्ट गरेर बोल्ने हो भने नि 5 वर्षमा हाम्रो नेपाल सिंगापुर जस्तो हुन्छ। ए भनेपछि सिंगापुरमा चाहिँ मान्छेहरू 24 घण्टा बोल्दा रहेछन् हैन त? खाँदा हक्दा मुद्दा सुत्दा जे गर्दा पनि बोल्दा रहेछन्। त्यही त बुझ्नु पर्यो होला नि। यो देशको केही हुनेवाला छैन। हिँड्जाऊ यहाँबाट।